बिन मागे मोती मिले, मिले मागे ना भेग। हेलो ब्युटिफुल सोल। कबीरदासको यो मिठो पंक्तिसँगै यहाँहरू सम्पूर्णलाई स्वागत गर्दछु। धेरै धेरै धन्यवाद। र आज हामी यो छोटो अनि मिठो भिडियोमा कुरा गर्न गइरहेका छौँ पावर अफ गिभ। नेपाली उखानमा पनि एउटा प्रसिद्ध भनाइ छ नि, दानीलाई हानि कहिल्यै पनि हुँदैन। सर्वप्रथम त यो महसुस गर्नुपर्ने हुन्छ कि हामीले जुन प्रकृतिमा आज हामी छौँ, यो प्रकृतिको एउटा सिद्धान्त छ, एउटा नियम छ, त्यो भनेको चाहिँ गिभिङ नेचर। हामी एउटा बिउ लगेर प्रकृतिको माटोमा गाडिदियो भने अनगिन्ती रूपमा उनीद्वारा हामीलाई प्राप्त हुन्छ। त्यस कारणले गर्दा हामीसँग जे प्राप्त छ यो नै पर्याप्त छ भन्ने भावना चाहिँ हामीमा विकास हुन जरुरी छ। आज हामीसँग सबै कुरा छ र पनि केही छैन जस्तो महसुस गरिरहेका छौँ। हामीसँग सबै कुरा हुँदै पनि केही नभए जस्तो लाग्छ भने, र कोही यस्तो पनि हुनुहुन्छ जोसँग केही नहुँदा पनि शून्यतामा हुनुहुन्छ अथवा परम आनन्दितपनामा हुनुहुन्छ। म आज यो कुरा किन यहाँहरूसँग सेयर गरिरहेको छु भन्दा, हामीले लिग्न सक्ने हो र त्यो कुरा लिएको कुरालाई महसुस गर्न सक्ने हो, कृतज्ञता दिन सक्ने हो भने धेरै कुरा छ। र यो परम शक्ति परमात्मा, चाहे जेसुकै भनौँ, ब्रह्माण्ड, ऊर्जा हामीलाई यति कुरा दिइरहेको छ जुन कुरा हामी महसुस गर्न र त्यसलाई प्राप्त गरिसकेपछि कृतज्ञता गर्न चाहिँ कता कता पछाडि छौँ कि जस्तो मलाई लाग्छ। भगवान् श्रीकृष्णको एउटा कथाले मलाई धेरै छुन्छ, जुन बच्चैदेखि सुन्दै आएको छु, यहाँहरूले पनि सुन्नुभएको छ। सुदामा जो परम मित्र, धेरै गरिबी र अभावको कारणले गर्दा सुदामाको धर्मपत्नीले सुदामाजीलाई अनुरोध गर्नुहुन्छ, तपाईको त मित्र त्यति धेरै सम्पन्न समृद्ध हुनुहुन्छ, राजा हुनुहुन्छ, जानु न, केही कुरा भन्नु न, किन सोध्नुहुन्न, किन माग्नुहुन्न, हजुरले भन्नुभयो भने त पक्कै पनि केही न केही कुरा त प्राप्त हुन्छ। र एक दिन सुदामाजीलाई अचानक आफ्नो साथीको प्रेमले यति धेरै तडपाउँछ र भेट्न जान मन लाग्छ। आफूसँग केही हुँदैन, एउटा सानो कनिकाको पोका लिएर उहाँ चाहिँ आफ्नो मित्रलाई भेट्न जानुहुन्छ। गेटमै उहाँहरूलाई रोकिन्छ, तर पनि कृष्णजी हम्फालेर आएर उहाँलाई भेट्नुहुन्छ र कता कता मनमा लाग्छ उहाँलाई कि श्रीमतीले भनेको कुरा, तर त्यहाँ उहाँले आँखा केही पनि चुहाउनुहुन्न। भगवान् कृष्णले कतिचोटि उहाँलाई सोध्नुहुन्छ, सबै ठिक छ, घर परिवारमा राम्रो छ, भाबीको सब ठिक छ, जतिचोटि सोद्धा पनि उहाँले केही कुरा भन्नुहुन्न। तसपश्चात उहाँ एकदमै राम्रो छ भनेर फर्किनुहुन्छ। र बाटोमा जब उहाँ फर्किँदै हुनुहुन्छ, कता कता उहाँलाई लाग्छ कि मेरो श्रीमतीले भने चाहिँ यति धनी सम्पन्न समृद्ध साथीसँग आउँदा नि मैले केही माग्न सकिनँ। जब उहाँ घर पुग्नुहुन्छ तब उहाँ आश्चर्यचकित हुनुहुन्छ कि उहाँ जानुभन्दा अगाडि नै विश्वकर्माजीको उहाँ आगमन भइसकेको हुन्छ र सुदामाजीको मात्र घर नभएर सिङ्गो गाउँ नै अब महलै महलको रूपमा परिणत हुन्छ, एउटा ठुलो सहरको रूपमा परिणत हुन्छ। म यो कथा हजुरहरूलाई किन जोडिरहेको छु भन्दा, जब त्यो परम शक्तिसँग हामी एकाकार हुन्छौँ, काहीँ न काहीँ यो शक्तिसँग म जोडिएको छु, यो शक्तिकै द्वारा म यो धरतीमा आएको छु भन्ने जस्तो लाग्छ भने चाहिँ अब हामीलाई जीवनको गुनासो होइन, जीवनप्रतिको कृतज्ञता धेरै बढेर जान्छ। आफूसँग नभएका कुरा होइन, भएका कुरासँग हामी धेरै 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 कृतज्ञ हुन पुगिन्छ। सबै कुरा हुँदा पनि असन्तुष्ट भइरहेको हामी अझै धेरै माग्नलाई चाहन्छौँ, लालायत हुन्छौँ कि मलाई यो भएन, आज एक तलेको घर छ, दुई तलेको घर, दुई तलेको घर छ, दुईटा घर, दुईटा घर छ, दुईटा कार, यति असीमित महत्त्वाकांक्षाले हामीलाई डोराइरहेको हुन्छ, हामी पत्तै पाउँदैनौँ। तर एउटा विडम्बना चाहिँ के छ भने, हामी झोलाभरि खानेकुरा लिएर आउँछौँ आफ्नो सन्तानको लागि, र त्यो खानेकुरा लिएर घरभित्र पस्ना साथ कोही बाल बच्चा गाउँबाट हाम्रो घरमा आयो अथवा कोही वयोवृद्ध हाम्रो घरमा आउनुभयो भने हामी हत्तनपट्टि सामान लुकाउन पुग्छौँ कि त्यो कुरा दिनुपर्छ भनेर। 10 रुपियाँको बिस्कुट, 20-25 रुपियाँको एउटा फलफुल हामी दिनलाई त हात कमाउँछौँ भने माग्छौँ हामी यति ठुला ठुला कुरा। त्यस कारणले गर्दाखेरि सत्य तितो हुन्छ, कता कता घुच्छ हामीलाई यो कुराले, तर यसमा एकदमै धेरै अर्थ देख्छु म। कहिलेकाहीँ हामीले माग्नभन्दा अगाडि के दियौँ त भन्ने कुरा पनि धेरै म्याटर गर्छ। साँच्चै भन्नुपर्दा जन्म भएको दिनबाट जीवन पर्यन्त साथै सबको सय्यासम्म जाने बेलासम्म पनि हामीले हेर्ने हो भने धेरै कुरा हामीले प्राप्त गरेका छौँ। रित्तै आएका थियौँ, रित्तै नै जान्छौँ, तर यति भरिएका हुन्छौँ हामी, त्यो बोक्दा बोक्दा त्यो भरियाको जीवनले हामीलाई गरुङ्गो मात्रै बनाएको हुन्छ, हामी हलुङ्गो हुने प्रयत्न नै गर्दैनौँ। पता नहीं किस रूप में आकर नारायण मिल जाएगा, नारायण मिल जाएगा।
हामी सोध्छौँ नि तिमी कहाँ छौ प्रभु, मलाई देखाऊ तिम्रो दर्शन। तिम्रो पूजापाठमा म कति लीन भए, कति तप जप गरेँ। हो, भगवान् कुनै स्वरूप रूप धारण गरेर भन्दा पनि हर कड कडमा व्याप्त हुनुहुन्छ। यसरी नै उहाँको आगमन भइरहेको हुन्छ। जसरी हामीले त्यो आफ्नो बालबच्चाको लागि ल्याएको बिस्कुट खानेकुराहरू अर्थात् हाम्रो हजुरबा हजुरआमाको लागि ल्याएको फलफुलहरू लुकायो, के थाहा त्यो अघि आउनुभएको हजुरआमा त्यो बच्चा कुनै भगवानको स्वरूपमै आउनुभएको थियो कि हाम्रो परीक्षा लिनको लागि। हामीले त्यो कुरा त बुझ्न सकेनौँ। त्यसकारणले सबैभन्दा संसारमा विजयी कहलिएका सम्राट राजा द अलेक्जेन्डर ग्रेटले पनि भन्नुभएको छ कि मेरो शरीर सकिए पश्चात मेरा दुईवटा हातहरूलाई बाहिर निकालिदिनु र यो सन्देश दिनु कि शरीर छोडेर जाँदा लग्ने केही पनि कुरा छैन। त्यस कारणले गर्दा यति धेरै महत्त्वकाङ्क्षी पनि नभौँ, यति धेरै भगवानप्रति प्रश्न पनि नउठाउँ कि तिमीले मलाई के दियौ। प्रश्न उठाउन जरुरी छ, आफूसँग मैले के दिएको छु, के चाहिँ दिएको छैनौँ। जब हामी कृतज्ञताको भावलाई आफ्नो जीवनमा स्वीकार्न सुरु गर्छौँ तब यति असीमित आशीर्वादहरू हाम्रो जीवनमा बर्सिन सुरु गर्छन्। त्यसपछि त्यो शान्त, त्यो सुखी, त्यो खुसी, त्यो आनन्दित जीवन हामीबाट कहिल्यै पनि बाहिरिन पुग्दैन। र हामीलाई सदैव यो पञ्चतत्त्वले पनि सिकाएको छ, देऊ 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 वृषि देऊ। बिहान उठ्नभन्दा अगाडि नै हाम्रो घरको दैलोमा सूर्य देव आइसक्नुहुन्छ आफ्ना किरणहरू लिएर, आफ्ना ऊर्जाहरू लिएर। यो प्रकृति हर हमेसा हाम्रै लागि बाँचेकी छिन्। हामी यिनलाई कति अत्याचार गर्छौँ, कति हिंसा, कति पाप गर्छौँ र पनि अटल अबल भएर स्थिर धैर्य भएर हामीलाई सहेर बसेकी छिन्। मलाई थाहा छैन कुन दिन यिनी पोखिन्छन्। यति प्रार्थना गरौँ, हे आमा तिमीले हाम्रा निम्ति यो संसार थेगेकी छौ, तिमी शान्त भइदेऊ। यति प्रार्थना गर्दा पनि यिनलाई चाहिँ नि मलमपट्टि मिल्छ। त्यस्तै यो हावा, यो पानी, यो अग्नि कुन कुराले हामीलाई कमी गराएको छ। र साँच्चै भन्नुपर्दा यो आकाश, यो छाहरा सबै कुराबाट हामी भरिपूर्ण छौँ। मात्र हामी यो कुरालाई चाहिँ खुसी साथ स्वीकार्ने कि नस्वीकार्ने भन्ने कुरा छ। त्यसकारणले मित्रहरू, आफूसँग जे छ यो कुरा चाहिँ दिने प्रयत्न गरौँ। सुन चाँदी धन दौलत दिएर कहिल्यै पनि मान्छेलाई पुग्दैन। फेरि हामी मानव को हो र दिन सकिने? 2-4 लाख 5 लाख त्योभन्दा हामीसँग अथवा 50 लाख करोडौँ भए पनि के नै छ र? त्यो विराट, त्यो असीमित शक्तिसँग छ नि जे छ। त्यस कारणले गर्दा हामीले नमागिकन पनि धेरै कुरा हामीलाई प्राप्त हुन्छ। भिडियोको सुरुवातमा मैले भनेको थिएँ, बिना मागे मोती मिले, मागे मिलेन भेक। हामीले माग्नै पर्दैन, सबै कुरा हामीलाई प्राप्त हुन्छ। जसरी सुदामाले केही नमाग्दा पनि कृष्णजीले उहाँको मात्र आवश्यकता होइन, सिङ्गो गाउँकै पुरा गरिदिनु भएको थियो। त्यो सर्वज्ञ, सर्वशक्तिशाली, सर्वशक्तिमान भगवान्लाई सबै थाहा छ हामीलाई के चाहिन्छ र जे कुरा आफूसँग छ सानो सानो भए पनि बाँड्ने प्रयत्न गरौँ। यसले जीवनमा यति धेरै खुसीहरू जोड्न सुरु गर्छ। र आकर्षकको सिद्धान्तमा पनि एदेखि जेसम्म हामी पुगिरहँदा जे प्रिन्सिपलमा गएर हामीले यही सिक्छौँ कि गिभिङ नेचर, जति हामी दिन्छौँ त्यसको मल्टिप्लाई भएर हामीलाई नै रिटर्न हुन्छ। आज हामी दुःख दियौँ कसैलाई, त्यसको मल्टिप्लाई भएर त्यो दुःख हामीलाई आउनेवाला छ। कसैलाई पीडा दियौँ त्यो पनि हामीलाई मल्टिप्लाई भएर आउनेवाला छ। हामी कसैलाई खुसी देऊ, सन्तोष देऊ, त्यो पनि मल्टिप्लाई भएर आउनेछ। शास्त्रमा पनि भनिएको छ, परोपकार पुण्याय पापाय परपीडनम। हामी जति परोपकार गर्छौँ त्यति नै हामी पुण्य कमाउँदै जान्छौँ, जति हामी पाप कर्म गर्दै जान्छौँ त्यति हामीलाई नै पीडा हुँदै जान्छ। त्यसकारणले गर्दा एउटै प्रण गरौँ कि मन वचन कर्मद्वारा कसैलाई पनि दुखाउँदैन। सबै कुराको लागि म कृतज्ञ हुन्छु। एउटा मिठो मुस्कान भए पनि दिन्छु। बोल्छु, बोल्नै छ त मिठो प्रिय सत्य बोल्छु, होइन भने बोल्दै बोल्दिनँ। यसरी आफूलाई प्रण गरेर दिनदिनै राम्रो कुराको विकास गर्दै अगाडि बढौँ। र अन्तमा हजुरहरू सम्पूर्ण स्वस्थ मस्त तन्दुरुस्त रहनुहोस्। धेरै धेरै धन्यवाद।